अनि यो समयसम्म बाँच्न दिँदैनन् होला, देखिँदैन होला। बौद्ध व्यवस्था भनेको देख्नै पाउँदिन होला जस्तो लाग्थ्यो। तर साथीहरू नमस्कार। आजको हाम्रो यात्रा झापाको लक्ष्मीपुरदेखि दुर्गापुर चोकमा रहेको शहीद गेट हुँदै इलामको दानाबारीसम्म रहेको छ। अब हामी अनेक दृश्यहरूसँग साक्षात्कार गर्दै अगाडि बढ्नेछौँ। कृपया भिडियोको सुरुवातदेखि अन्त्यसम्म हामीसँगै रहनुहोला। साथीहरू हामी चाहिँ अहिले यो शहीद गेट काटेर चाहिँ सुखानी जाने बाटोतिर चाहिँ अगाडि बढिरहेका छौँ। यहाँबाट चाहिँ यो झापाको एउटा रमणीय ठाउँ चेप्टी भन्ने ठाउँ चाहिँ यहाँबाट चाहिँ यो चाहिँ कुन पुल हो दाइ? यो बिरिक के हो? दहीजोडा पुल। दहीजोडा पुल हो यो एकदम, होइन दहीजोडा पुल हो तर यो पुल त होइन, यो पाहाडबाट आएको खोला होला सानो पुरै। यो चाहिँ दहीजोडाको चाहिँ उकालो हो, होइन? यो गाडी चढ्छ कि चढ्दैन होला? मजाले चढ्छ, मजा चढ्छ नि, होइन? चढ्छ। यो उकालो त 4 नम्बरमै तानो हो। 4 नम्बरै ताना है। म ढुङ्गा र चाहिँ हात्ती पो भन्दै थिएँ यार। यो बनाएको होला। हामी चाहिँ अहिले राजदाई हामी कहाँ जाँदैछौँ भन्दैन त? हामी अहिले जाँदैछौँ सुखानी। सुखानीदेखि हामी कहाँसम्म भने? सुखानीबाट हामी दानाबारी बजारसम्मको आज हाम्रो यात्रा छ। यात्राको क्रममा चाहिँ एकदमै यो बाटो अत्यन्तै एकदम मनमोहक, एकदम सुन्दर छ, होइन? जुन तपाईँहरू हामी दृश्यमा देखाइरहेका छौँ। यो बाटो चाहिँ एकदम साइक्लिङ गरेर हिँड्दा झन् कस्तो मजा आउँछ होला है? होइन भाइ? हाम्रो सानो भाइ पनि छ है पछाडि। भाइ के छ, यात्रा कस्तो लागिरहेछ? यसो भाइ यसो केही कुरा राख्नु त हाम्रो भाइले पनि हाम्रो यो च्यानलमा। च्यानललाई सब्सक्राइब गरिदिनु होला। हो एकदम भाइ, सबैले एकदम धन्यवाद भाइ। हो मसँग 2 जना दाइहरू हुन्छ। हामी दुर्गापुर हुँदै दानाबारीसम्मको यात्रा छ आज हाम्रो यात्रासँगै तपाईँहरू मेरो होला, होइन भाइ?
प्रकृतिले नि एकदम प्रकृतिलाई पनि एकदम सुन्दर देखिने र यसबाट आम्दानी पनि हुने गर्छ राम्रो हुने गर्छ होइन। हेलो हजुर म सुखानी हजुर ल पर्यटक नगर इलाम यहाँबाट इलाम र यहाँबाट यो कलपट रहेछ होइन इलाम र झापाको बोर्डर कलपटबाट चाहिँ इलाम सुरुवात हुँदो रहेछ। पटके काट्ने ठाउँ हुन्थ्यो कि क्या थियो त्यहाँ पटके काट्ने थियो होला। सुखानी शहादत स्थल पुल आज यहाँ चाहिँ ठुलै कार्यक्रम छ हेर्नु। ती चारैजना माओवादीका थिए मन्त्रीहरू होइन माओवादीको होइन अनि पुरा माओवादीका झन्डा गरे होइन माओवादीको झन्डा नि हुँदा यो त उसको एमालेको कम्युनिस्ट पार्टीप्रति आस्था राख्छ नि उनीहरूको झन्डा चाहिँ 80 हतौडा हुने गर्छ होइन। यी मान्छेहरू चाहिँ झापा विद्रोह भन्ने तपाईँलाई थाहा छ नि सुन्नुभएको छ नि होइन। त्यो झापा विद्रोहको चाहिँ मुख्य लिडरहरू हुनुहुन्थ्यो क्या उहाँहरू चाहिँ। हामी आइपुग्यौँ त यो के भन्छ शुक्रबारे बजार शुक्रबारे बजार भाइको कहाँनिर हो दानाबारी यसैलाई भनिन्छ होइन त। हामी दानाबारी आइपुगेको अवस्था छ साथीहरू। तपाईँहरू दानाबारी बजार दानाबारीको चाहिँ शुक्रबारे बजार तपाईँहरू देख्न सक्नुहुन्छ। एकदमै बजार सुन्दर देखिएको छ। भाइको यहाँ भाइ कता यहाँबाट कता जाने हो कहाँनिर हो घर अलिक पर्तिर पुऱ्याइदिउँ हजुर होइन अन्त तपाईँहरूलाई हतार छ भने म जान्छु। कति टाढो छ कति लाग्दैन 3 मिनेट पनि लाग्दैन हिँडेर हेर जाउँ न अनि होइन यो भाइको घर जाने मात्रै हो यो मुहानबाट आएको पानी अरे यो चाहिँ एकदमै होइन डाइरेक्ट इलामको मुहानबाट आएको पानी यो एकदमै होइन हेर्नु त यो पानी खाँदा चाहिँ साँच्चै अमृत खाए जस्तै हुन्छ नि दाजु होइन भन्नु त। कति मिठो मिठो नि यार एकदम हेर्नु त यो चाहिँ एकदम यसमा होइन कुनै केही नगरी चाहिँ न केही फिल्टर गर्नुपर्छ न केही होइन यति मिठो छ हौ दाजु यो। अगाइयो नि यस्तो मिठो एक टाइमको भोकै मर्ने गरी मिठो पानी हो। एक टाइमको भोकै मर्छ। यो चाहिँ हाम्रो एकदम मनोज गिरी भाइको चाहिँ घर हो यो गाउँ हो एकदम राम्रो छ हौ यो गाउँ। दाजु तपाईँलाई कस्तो गाउँ राम्रो लाग्यो दाजु तपाईँलाई एकदम असाध्यै राम्रो लाग्यो होइन पाहाडको झझल्को आयो एकदम कस्तो होइन शान्त छ होइन कुनै गाडीको होइन धुवा देखिँदैन अनि कुनै हल्लाहरू सुनिँदैन एकदम यताको जनजीवन चाहिँ शान्त देखिन्छ। अलिकति सिँचाइको चाहिँ अभाव जस्तो छ नि। अब हामी फेरि यात्रा अगाडि बढाउँछौँ होइन किनकि हामी गन्तव्यमा आइपुगेकै छैनौँ। अब हामी चाहिँ हाम्रो मनोज गिरी भाइको घरमा गएर पानी सानी खाएर एकपल्ट फेरि यात्रा हामी अगाडि बढाउँदैछौँ। हामी चाहिँ अहिलेसम्म हाम्रो गन्तव्य पुगेको छैन होइन। हामी पुगेपछि कहाँनिर पो दाजु शीतली शीतली भन्ने आज हामी शीतलीमा चाहिँ विशेष नगरपालिका वार्ड नम्बर 2 को कार्यालय छेउ माई नगरपालिका वार्ड नम्बर 2 को कार्यालय आज हामी विशेष एउटा भेटघाटको लागि आएका छौँ। बरुवा खोला फुलाए होइन बरुवा खोला आज हामी आइपुग्ने ठाउँ चाहिँ हो होइन। एकछिन यहाँ हाम्रो एउटा भेटघाट थियो त्यही भएर चाहिँ हामी आएको देख्न सक्नुहुन्छ तपाईँहरू। एकदम यो चाहिँ इलामको चाहिँ माई नगरपालिका अन्तर्गत पर्छ। एकदम यसबाट चाहिँ सुन्दर चिया बगानहरू पनि छन् यतातिर होइन। चाहिँ आज यो इलामको माई नगरपालिका वडा नम्बर 2 मा चाहिँ हाम्रो एकजना दाइको चाहिँ आफन्त भेट्नु पर्ने थियो। त्यो कारणले चाहिँ यहाँसम्म आएका थियौँ। अब हामी चाहिँ फेरि यहाँबाट फर्किँदैछौँ। तपाईँलाई आउने क्रममा निकै राम्रा दृश्यहरू देखाएको थियौँ। फेरि जाने क्रममा तपाईँलाई हामी देखाउनेछौँ।
ल अब हामी यहाँबाट चाहिँ लाग्दैछौँ साथीहरू। हामी चाहिँ अब यो एकदम माई नगरपालिका वार्ड नम्बर 2 सम्म आएर भेटघाट गरेर उहाँहरूसँग चाहिँ हामी फर्किरहेका छौँ होइन। तपाईँहरू देख्न सक्नुहुन्छ यताको दृश्य एकदम सुन्दर मनमोहक हजुर र एकदम आकर्षक देखिन्छ एकदम। राम्रो बाटो होइन, यस्तो वरिपरि चाहिँ हरियाली बाटोमा हिँड्नु पर्छ होइन। कसको चाहिँ मन खुसी हुँदैन होला भन्नु त है, कति रमाइलो छ कति रमाइलो छ होइन। यस्तो बाटोमा यात्रा गर्दा नि त्यो मानिस भित्र भएको गनाहरू पनि यसले धेरै शान्त पारिदिन्छ कि। सुखानी आइपुगेछ है, शहीद गेट। आज चाहिँ एकदम निकै ठुलो जङ्गल। आज 21 गते नेताहरू छ। हेरौँ हेरौँ ल। आमाले पनि ठिकै भन्नुभयो हो र। यो साथी यो चाहिँ इलामको चाहिँ सुखानीमा रहेको शहीद पार्क हो। आज यहाँ कार्यक्रम पनि रहेछ होइन। यहाँ चाहिँ पञ्चायती तानाशाही व्यवस्थाले चाहिँ हाम्रा 4 जना शहीदहरूको चाहिँ हत्या गरेको थियो। यो त्यसमा यो हत्याकाण्ड भएको दिन आमाले पुरै थाहा छ है तपाईँलाई? त बताइदिनु त हामीलाई अलिकतिले तपाईँले त्यसो भए यो कसरी के भएको थियो त्यो दिनको तपाईँको एकदम। हजुर यहाँबाट बाटो थियो यतातिर बाटो हजुर भनेर अनि मान्छे किन छन् भनेर हेरेको त मान्छेको रहेछ। मान्छे चाहिँ सेतो लुगाले छोपेर अनि सेउलाले छोपेको थियो। हजुर एउटा छतिनको छारी भन्ने किसिम छ। छतिनको फेदमा चाहिँ चाडा चाहिँ लास्ट चाहिँ यो अहिले 5वटा रुख छ नि। हजुर हजुर लाम्पातेको 5 भाइ तिनै मारेको कि पछि उम्रेको त्यो रुख चाहिँ थिएन। हजुर पछि उम्रेको। अनि त्यहाँ हामी त्यति बेला दुर्गापुर बसेको थियौँ। अनि फेरि हामी माथि पाहाडमा मेरो आमाहरू हुन्थ्यो। हजुर अनि आमासँग आमाको घरमा जाँदाखेरि अनि छिटो छिटो गरेर छोरा मान्छे भए चाहिँ जाने दिने थिएन। छोरा मान्छे हुनुहुँदो रहेछ छिटो छिटो जाओ भनेर भने अनि छिटो छिटो गरेर हामी गयौँ। त्यसो हेरेँ त्यति बेला मलाई चाहिँ चिसो लागेको। त्योभन्दा अगाडि चाहिँ म पनि पार्टीमा अलिअलि बुझेको थिएँ। हजुर अनि त्यही 24 सालदेखि सानैदेखि नै पार्टीतिर थिएँ म पनि। अनि अब यस्तै हुँदो रहेछ पार्टीमा। हजुर धेरैजना यिनीहरू चाहिँ ठाउँ ठाउँमै भजनहरू गाउँदै गीत गाउँदै गाउँदै हिँड्ने मान्छे। हजुर उनीहरूलाई चाहिँ नमारि नसक्ने भन्दै पहिलेदेखि। अनि नहिँड्नु भन्दा पनि अब पार्टीलाई अगाडि बढाउनै पर्छ हजुर मरे पनि भनेर उनीहरू चाहिँ छोड्दैन थिए। अनि हजुर त्यतिखेर त्यसमा त्यो सुखानी काण्ड घटेको दिन तपाईँलाई पुरै थाहा छ त्यो दिन? 5 जना मारेका थिए नि त्यहाँ। त्यहाँदेखि हजुर उँधो कहाँ पक्रेर अनि ल्याएको अरे त्यहाँ ल्याएको चाहिँ सबैको के थाहा छ। बुझ्न त कहाँ पाइन्थ्यो र। अनि फेरि लगिजान्थ्यो। चन्द्रगढी जेलबाट चाहिँ होइन इलाम जेल सार्ने भनेर ल्याएको थियो अरे। मैले चाहिँ अब पढेको सुनेको होइन। अनि तर यहाँ ल्याएपछि चाहिँ अब त्यो यहाँ चाहिँ अब गोली हानेर चाहिँ तपाईँले त प्रत्यक्ष लास पनि देख्नु भएको थियो त्यसो भए? कतिजनाको देख्नुभयो तपाईँले? 4 जना एकठाउँ सुताएको थियो। 1 जना अलिक भिन्नै। 5 जनाकै देख्नु भएको छ नि? एक दिन त्यो ती 5 जना को हुनुहुन्छ आमा? तपाईँलाई नाम याद छ अहिले? 5 जना तर 4 जनाको एकठाउँ त्यो लास होइन उहाँहरूको नाम चाहिँ हजुरलाई याद छ कि छैन अहिले भन्नु त? हजुर उहाँहरूको नाम तपाईँलाई याद छ कि छैन अहिले? नाम खोइ
एकजनाको चाहिँ थाहा छ, थर पनि बिर्सिसक्यो नि। उहाँ सालबारीमा भएको शहीद इन्जिनियरकै हो, सालबारीमा छ यिनीहरूको नेत्र घिमिरे भन्नेको नाम थाहा छ। उहाँ चाहिँ रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइकेल, वीरेन्द्र राजवंशी र नारायण श्रेष्ठ भन्ने हुनुहुन्थ्यो होइन? साह्रै अब उहाँहरू सबै युवा हुनुहुन्थ्यो होइन आमा त्यतिखेर? जमान हुनुहुन्थ्यो, म पनि जमानै थिएँ। त्यो समयमा चाहिँ रामनाथ दाहाल चाहिँ 34 वर्षको हुन्थेछ होइन? नेत्र घिमिरे 30 वर्ष कि कति, सबैभन्दा कान्छो चाहिँ त्यो नारायण श्रेष्ठ, उहाँ चाहिँ 17 वर्षको मात्रै हुन्थेछ। 17 वर्षकै उमेरमा चाहिँ उहाँले चाहिँ त्यसरी एउटा देशको लागि चाहिँ आफूलाई बलि चढाउनु भएको छ कि कति राम्रो हो। नेपाललाई चाहिँ राजा र राणाहरूको पन्जाबाट चाहिँ मुक्त गराइ छाड्ने उहाँहरूको अठोट हो। शहीदहरूले चाहिँ त्यसो गरे, तर अहिले एमाले पार्टी त्यसरी चलेको छ जस्तो लाग्छ आमालाई। छैन नि होइन अहिले त त्यो शहीदहरू जस्तो इमान्दार शहीदहरूले चाहिँ जुन बाटोमा इमान्दार भएर हिँड्नु भने चाहिँ सकिगयो। सही भन्नुभयो। अहिले सब हजुर हो सकिएको एकदम सही भन्नु। अहिले त अब सब नराम्रैकै हालिमुहाली छ। कतापट्टि अलिक हुन्छ, त्यतापट्टि ढल्किने मात्र छन् अहिले त अब ए हो सही भन्नु। आमालाई एकदम धेरै धन्यवाद चाहिँ आज आमाले चाहिँ हामीलाई यो आज फागुन 21 गते पनि रहेछ कि ठ्याक्कै सन्दर्भ मिलेर चाहिँ त्यो घटनाको चाहिँ उहाँले स्मरण गर्नुभयो एकछिन होइन? 24 सालमा होइन? हजुर। म थाहा पाउने थिइनँ। हजुर। बिहे गरिहालेको थियो। हजुर। अनि तिनीहरूसँग हिँडेपछि मलाई त ग्रहण गर्ने परे। अनि ग्रहण गरेको भनेको मलाई थाहा थिएन कसो ग्रहण गर्ने भने केटाकेटी मान्छे ग्रहण गर्ने भने लौरोमा झन्डा राखेर मैले ग्रहण गराएँ। म पार्टीमा हिँड्छु, राम्रोसँग पार्टी अघि बढ्छु भनेर कसम खाएँ होइन? अनि सानो झन्डा पार्टीको झन्डा राखेर अनि मलाई ग्रहण गराएपछि अब मारे पनि काटे पनि गरेपछि छोड्नु हुँदैन। अनि यदि छोड्नु भने कुनै ठाउँ पक्राउ खायो भने यो मान्छेले ग्रहण गराए, यो मान्छे ठाउँ हानी भनेर नभन्नु भनेर उनीहरूसँग चाहिँ म अब जुम्रा पनि थियो होला पाखरामा काम गर्ने मान्छेलाई नघिनाइकन सँगै सुताउँथे उनीहरू होइन? अनि फेरि ग्रहण गर्नुपर्छ, ग्रहण गरेर राम्रो काम गर्नुपर्छ भनेर भन्दै अनि ग्रहण गराए। बिरुवा राख्नु भनेर उनीहरूले सिकाउँथे, धेरै लामो समय बसे। अनि तिनीहरूले चाहिँ लामो समयसम्म अनि पार्टीमा यसरी सुन्नु हुँदैन। पार्टी हामी अहिले कति दल छौँ, धेरैवटा दल छौँ, तर भरे चुनेर चाहिँ लाग्नुपर्छ एउटा दल भने। अब मलाई अहिले चुन्नु भन्नुहुन्छ कुन पार्टीमा लाग्नु मलाई के थाहा छ र भनेर भने मैले। त्यसो भन्दाखेरि होइन, त्यति बेला निस्किन्छ नि त तपाईँ जस्तै भूमिगत हुने कतिजना हुन्छन्, त्यति बेला अनि छलफल हुन्छ, बोलाउँछन्। अनि त्यति बेला अनि चुनेर लाग्नुपर्छ। धनी पार्टी हुन्छ, गरिब पार्टी हुन्छ, गरिबलाई माया गर्ने पार्टीसँग लाग्नुपर्छ है भनेर भने। अनि उनीहरू चाहिँ भदौमा फेरि दसैँ आएपछि चाहिँ उनीहरू आफ्नो घरमा गए, फेरि फर्केर आएनन्। हामी फर्केर आउँदैनौँ किनभने हामी पार्टीमा यसरी लागेको थियो। शान्ति राई भन्ने झापाबाट गएको, झापा सैनिकबाट गएको। अनि मान्ती तामाङ भन्ने मान्छे सुलुबुङबाट गएको थियो। गर्दै सरिता भट्टहरू भन्ने यहाँ चाहिँ झापाबाट गएको, उनीहरू चाहिँ अर्को पार्टीका रहेछन्। र हामी 3 जना चाहिँ शान्ति राई, मान्ती तामाङ, अर्को एकजना क्रान्ति तामाङ चाहिँ त्यति 3 जना चाहिँ हामी एकै ठाउँ बस्थ्यौँ। अनि एकै ठाउँ मलाई छोरी त हुन्थ्यो होला नि, अब दिनेपछि अहिलेको जस्तो नहुने चलन पनि थिएन। दिनभरि धान गोडो के गरेर काम गर, अनि बेलुका यसो लुगा फेर हात खुट्टा धोयो। अनि त्यस्तै पनि सँगै सुत्थ्यौँ। मकैको चामल, मकैको भात, अनि के अरे फर्सीको सब्जी खाना मन पराउँथे उनीहरू पनि। अनि खाना पकाउन पकाइदिनु नि, पकाउँ खाउँ भनेर भन्थ्यो। अनि पकाउँथ्यौँ, खान्थ्यौँ। त्यसरी फेरि त्यो घर चाहिँ पञ्चेको थियो, 8 नम्बर पञ्चे हो। पञ्चेको घरमा बसिरहेको फेरि नसुनाउनु नि उसलाई चाहिँ भनेर भन्दै आउँथ्यो।
जान्थे अनि उनीहरू एकदम बुझ्दाखेरि पन्छेहरू चाहिँ साह्रै बुझ्न आइरहने यिनीहरू के गफ गर्छन् भनेर भन्थे बिरुवा रोप्ने ठाउँ माग्ने गफ गर्छन् भनेर भन्थे म चाहिँ नि पार्टीमा लाग्दा त्यसरी दुःख गर्दै त्यसरी गर्दै लाग्नु भएन आज त्यो सम्झिँदा आज होइन कस्तो लाग्छ नि तपाईँहरूलाई त्यो सम्झिँदा आज तपाईँलाई कस्तो रमाइलो लाग्छ कि यो समयसम्म देखिन्छ र मार्जिन्छ जस्तो लाग्दैन के त यहाँ ल्याएर मान्छे मारे त्यहाँ माई पोखरीमा चाहिँ पहिले नै मारेको थियो 17-18 सालतिर नै मारेको थियो पार्टी भनेको के हो भन्दै त्यति बेला चाहिँ म सानै थिएँ पछि पार्टीमा लागिसकेपछि च्याउहरू मारे अरूको पनि काट्नु सुन्नु मारे अनि यो समयसम्म बाँच्न दिँदैनन् होला देखिँदैन होला बौद्धको व्यवस्था भनेको देख्नै पाउँदिन होला जस्तो लाग्थ्यो तर धेरै खाइयो बौद्धको व्यवस्था धेरै देखियो होइन सालको आन्दोलनमा पञ्चायत भेला भएर त्यसको अघिल्लो दिन 40को आन्दोलनमा चाहिँ आज चाहिँ सबै गएर छोड्ने मरेको पनि मरियो श्राद्ध धेरै छोड्ने सबै मरियो भनेर भनेको थियो त्यहाँदेखि अब धेरै मर्छन् होला भनेर कस्तो दुःख लागिरह्यो अनि पञ्चायत चाहिँ भेला भएर सक्दैनन् भनेर भन्दै चाहिँ भरे सकेरै छोडेको 46 सालको आन्दोलनमा एकदम हाम्रो आमा चाहिँ क्रान्तिकारी आमा हुनुहुँदो रहेछ एकदम हामीलाई खुसी लाग्यो आज यस्तो क्रान्तिकारी आमासँग चाहिँ सँगै बसेर गफ गर्दै आज यात्रा गर्नु पाउनु हामीलाई पनि धेरै खुसी लाग्यो आमालाई एकदम धेरै धेरै धन्यवाद छ ल आमा गर्दा एकदम अब हामी दुर्गापुर आइपुग्न आँट्यौँ होइन आजको हाम्रो यात्रामा चाहिँ हाम्रो आमाले एकदमै धेरै मिठो एउटा हाम्रो लागि पनि शिक्षाप्रद हुने इतिहासको कुरा चाहिँ गर्नुभयो आज सन्दर्भ दिवस ठ्याक्कै फागुन 21 सुखानीको शहीदहरूको स्मृति दिवस पनि परेको रहेछ त्यही दिनको अवसरमा चाहिँ उहाँले त्यस दिन देखेका दृश्यहरूको बारे उहाँको पार्टी जीवनबारे उहाँले गरेको सङ्घर्षका दिनहरू चाहिँ उहाँले पनि एकछिन हाम्रो भिडियोमा स्मरण गर्नुभएको छ अब हामी हाम्रो यात्रा चाहिँ आज करिब टुङ्गिने लागिरहेको अवस्था छ होइन ल साथीहरू झापाको लक्ष्मीपुरदेखि इलामको दानाबारीसम्मको हामी यात्रा यहीँ सकिएको छ यात्राको क्रममा गरिएको कुराकानी र देखाइएको दृश्यहरूप्रति तपाईँको कुनै त्यस्तो सुझाव सल्लाह भए तपाईँले कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ र म तपाईँहरूलाई फेरि अर्को यस्तै भिडियोमा भेट्ने बाचासहित र च्यानललाई पनि सब्सक्राइब गरिदिन विशेष अनुरोध गर्दै आजको यो भिडियोबाट चाहिँ बिदा चाहन्छु हस्त नमस्कार।